हेलो एभ्रिवान, वेलकम ब्याक टु अल्फा ओमेगा म्याथमेटिक्स। आई होप तपाईँ सबैजना ठिकै हुनुहुन्छ होला। अनि म आशा गर्दछु मैले पढाएको हरेक टपिक र हरेक एक्सर्साइजको सल्युसनहरू तपाईँले मजाले बुझिरहनु भएको छ भनेर। यदि कुनै पनि मैले इम्प्रुभमेन्ट ल्याउनुपर्ने ठाउँहरू छ, कुनै पनि ठाउँमा मैले चेन्ज ल्याउनुपर्ने छ भने तपाईँले मलाई कमेन्ट बक्समा सजेसन दिन सक्नुहुनेछ। सो आज चाहिँ हामी एक्सर्साइज 3.2 गर्नेछौँ। एक्सर्साइज 3.2 मा चाहिँ के छ भने हामीले लिनियर इक्वेसनलाई चाहिँ नयाँ मेथड त्यो हो सब्स्टिट्युसन मेथडबाट हामी सल्भ गर्नेछौँ। अनि यो मेथड कसरी सल्भ गर्छ म क्वेसन वाइज नै म तपाईँलाई बुझाउने छु। सो आउनुहोस् हामी एक्सर्साइज 3.2 को क्वेसन नम्बर 1 लाई हेर्नेछौँ। फर्स्ट क्वेसन यस प्रकार छ, सल्भ द फलोइङ पेयर अफ लिनियर इक्वेसन बाई द सब्स्टिट्युसन मेथड। हामीले यो दुईटा गिभन लिनियर इक्वेसनलाई चाहिँ कुन चाहिँ मेथडले सल्भ गर्नु पर्यो? सब्स्टिट्युसन मेथड। सब्स्टिट्युसन मेथड भनेको चाहिँ सिम्पल भाषामा भने सब्स्टिट्युट, कुनै पनि गिभन भेरिएबललाई अर्को भेरिएबलले के गर्नु? सब्स्टिट्युट गर्नु, रिप्लेस गर्नु। सो त्यसलाई नै भन्छ सब्स्टिट्युसन मेथड। सो अब यहाँ हेर्नुहोस्, सो हाम्रो बिचमा दुईटा इक्वेसन छ, एउटा x प्लस वाई इक्वल्स टु 14, x प्लस वाई इक्वल्स टु 14, अर्को इक्वेसन छ लिनियर इक्वेसन छ x माइनस वाई इक्वल्स टु 4। अब हामीले कुनै पनि एउटा इक्वेसनलाई लिएर गिभन भेरिएबललाई चाहिँ अर्को भेरिएबलको कम्पेरिजनमा या अर्को भेरिएबलको फर्ममा लेख्न सक्छ। सो यो दुईटा इक्वेसन हामी इक्वेसन 1 र अर्कोलाई इक्वेसन 2 बनाइदिउँ। सो मैले इक्वेसन 2 लाई नै म लिन्छु। सो दिस इम्प्लाइज, अब यहाँ यसमा म y माइनसमा चाहिँ उता गयो भने के हुन्छ? प्लस। सो x इक्वल्स टु 4 प्लस y हुन्छ कि हुँदैन? सो हेर्नुहोस्, x माइनस वाई इक्वल्स टु 4 छ, x इक्वल्स टु 4 प्लस वाई छ। सो यसलाई हामी इक्वेसन 3 बनाऊँ। सो अब यो x को भ्यालु हामीले कति पाए? 4 प्लस वाई। सो अब यो x को भ्यालु, यो इक्वेसन 3 को भ्यालु हामीले कहाँबाट निकालेको? 2 बाट निकालेको। सो 2 बाट निकालेको भने हामीले अब यो x को भ्यालु अब हामीले कहाँ हाल्नुपर्छ? 1 मा। बुझ्नुहुँदैछ नि? सो 2 बाट निकालेको हामीले फेरि 2 मै हाल्यो भने यो डाइरेक्टली 0 भइहाल्छ। तर हामीले 2 बाट निकालेको छ भने हामीले कहाँ हाल्नुपर्छ? 1 मा। सो पुटिङ भ्यालु अफ x फ्रम इक्वेसन, कुन चाहिँ इक्वेसनबाट? x फ्रम इक्वेसन 3 टु इक्वेसन इन इक्वेसन 1 मा हाल्नु। सो कति हुन्छ? x को ठाउँमा मैले के लेख्नु पऱ्यो? x को भ्यालु पाएको छु। x को ठाउँमा मैले के लेख्नु पऱ्यो? 4 प्लस वाई। यसलाई नै भन्छ सब्स्टिट्युट। अब x लाई के उयो गर्दैछ? अब डिनोट y ले। सो हेर्नुहोस्, अब 1 मा के छ? एक्चुअली x प्लस वाई इक्वल्स टु 14 छ, तर अब x लाई केले रिप्लेस गर्दैछ? 4 प्लस वाई। सो के हुन्छ? x को ठाउँमा अब 4 प्लस वाई इक्वल्स टु 14। सो दिस इम्प्लाइज 4 प्लसमा चाहिँ उता गयो भने के हुन्छ? माइनस। सो y प्लस वाई 2y, किनभने दुईटा छ, एउटा 1 यसको 1। सो 1 प्लस 1 2 भइहाल्यो y। सो 14 अलरेडी उता छ, यो प्लस 4 उता गयो भने के हुन्छ? माइनस 4। सो यसलाई सल्भ गर्दाखेरि कति हुन्छ? 2y इक्वल्स टु 14 माइनस 4 कति हुन्छ? 10। सो यहाँबाट हामीले के को भ्यालु निकाल्नु पऱ्यो? y को। सो y इक्वल्स टु 2 इन्टुमा चाहिँ उता गयो भने के हुन्छ? डिभाइड 10/2। 2 ले 10 लाई गर्दाखेरि 2 1 2 2 5 छ 10। सो y को भ्यालु कति पायो हामीले? 5। अब y को भ्यालु हामीले के कहाँ हाल्नु पऱ्यो? अब हामीले y को भ्यालु कति पायो? 5। अब हामीलाई के को भ्यालु चाहियो? x को। सो अब हामीले x को भ्यालु अब खोज्नुको लागि कहाँ हाल्दा हुन्छ? तपाईँले यहाँ इक्वेसन 1 मा हाल्दा हुन्छ, 2 मा हाल्दा हुन्छ, 3 मा हाल्दा हुन्छ। सो सबसे सजिलो 3 मा हाल्नु। सो x इक्वल्स टु, सो पुटिङ भ्यालु अफ y इन इक्वेसन 3 मा इक्वेसन 3 मा हाल्दाखेरि x इक्वल्स टु कति छ? 4 प्लस वाई। यो भनेको कति हो? 4 प्लस वाई भनेको हामीले कति पायो? 5 इक्वल्स 4 प्लस 5 इज 9। हेर्नुहोस्, हामीले x y को भ्यालु पायो, x को भ्यालु पायो। देयरफोर x इक्वल्स टु 9 अन्त y इक्वल्स टु 5। यसरी चाहिँ सब्स्टिट्युसन मेथड हामीले सल्भ गर्नुपर्छ। आई होप तपाईँले यो सब्स्टिट्युसन मेथडलाई चाहिँ मजाले बुझ्नु भयो होला। अब हामी हेरेर सरासर रिमेनिङ क्वेसनलाई हेर्नेछौँ। क्वेसन नम्बर 2 यस प्रकार छ, s माइनस t इक्वल्स टु 3 अन्त अर्को इक्वेसन छ s/3 प्लस t/2 इक्वल्स टु 6। हाम्रो दुईटा इक्वेसन छ। सो फर्स्टको लागि इक्वेसन 1 बनायो, सेकेन्डको लागि इक्वेसन 2। सो इक्वेसन 2 लाई म सल्भ गर्नेछु। सो हाम्रोमा s/3 प्लस t/2 छ, डाइरेक्टली हामी सल्भ गर्न सक्दैनौँ। त्यही भएर यो फ्रेक्सनमा भएकोले गर्दाखेरि अनि प्लसमा भएकोले गर्दा हामीले एलसिएम गर्नै पर्छ, नभए फेरि 3 प्लस 2 हुँदैन, s प्लस t पनि डाइरेक्टली हुँदैन। सो हामीले एलसिएम गर्नुपर्छ। 3 र 2 का एलसिएम 6 हुन्छ। सो 3 कति छ? 6। 3 2 छ, त्यो 2 ले कसलाई इन्टु गर्छ? s लाई। 2 इन्टु s 2s। त्यसरी 2 कति छ? 6। 2 3 छ 6, त्यो 3 ले कसलाई इन्टु गर्छ? t लाई। 3 इन्टु t 3t। सो यो 2 डाइरेक्टली एड हुँदैन। सो 6 डिभाइडमा चाहिँ उता गयो भने के हुन्छ? मल्टिप्लाई। सो 2s प्लस 3t इक्वल्स टु 36। तपाईँले s लाई उता लाँदा हुन्छ, t लाई उता लाँदा हुन्छ, मैले t लाई लगेँ। सो प्लस 3t उता गयो भने के हुन्छ? माइनस 3t। किन भन्दाखेरि सब्स्टिट्युसन मेथडमा एउटा भेरिएबल चाहिँ अर्को भेरिएबलको फर्ममा बनाउनुपर्छ। त्यही भएर मैले 3t प्लस 3t उता गयो भने के हुन्छ? माइनस 3t। अन्त 2s भनेको 2 इन्टु s। सो इन्टु फर्ममा छ भने उता गयो भने के हुन्छ? डिभाइड। सो s इक्वल्स टु 36 माइनस 3t अलरेडी छ, अन्त यो उता गएपछि डिभाइड भएकोले गर्दा s को भ्यालु हामीले पायौँ। सो अब 2 बाट आएको भ्यालु चाहिँ हामीले अब कहाँ हाल्नुपर्छ? 1 मा। सो यसलाई इक्वेसन 3 बनायो। इक्वेसन 3 बनाएपछि अब यसलाई हामीले 1 मा हालेपछि कस्तो हुन्छ यसको भ्यालु? यसको भ्यालु हुन्छ पुटिङ द भ्यालु अफ s इन इक्वेसन 1 मा हाल्दाखेरि 1 को इक्वेसन के छ हाम्रो? s माइनस t इक्वल्स टु 3 हो। सो s को ठाउँमा के छ अब? 36 माइनस 3t/2
माइनस टी बाई 1 हो, बाई 1 थिएन तर मुनि कोही नहुँदाखेरि 1 इक्वल्स टू 3। सो यो डाइरेक्टली सल्भ हुँदैन। सो एलसिएम गर्दा 2 र 1 को एलसिएम 2 नै हुन्छ। 2 कति छ 2 1 छ, त्यो 1 ले यसलाई इन्टु गर्दा सेम नम्बरै आउँछ, माइनसको माइनस। फेरि 1 कति छ 2 2 छ, सो टी इन्टु 2 2t इक्वल्स टू 3। 2 इन्टुमा डिभाइडमा चाहिँ उता गयो भने के हुन्छ इन्टु 2 3 जा 6 एन्ड 36 छ, किनभने 36 को नम्बर मिल्ने यहाँ कोही छैन। तर यहाँ टी छ, यहाँ टी छ, भेरिएबल सेम भएकोले गर्दा हामीले सल्भ गर्न सक्छौँ। सो माइनस 3t माइनस 3t माइनस माइनस प्लस, दुईटा प्लस गर्दाखेरि 3 + 2 = 5, तर साइन ठुलोको हुन्छ, सो माइनस 5 t इक्वल्स टू 6। अब यो यहाँबाट यसलाई सल्भ गर्दाखेरि हामीले कति पायो 36 माइनस 6। सो हेर्नुहोस् यो 6 प्लसमा छ, मैले यता पठाइदिएँ किनभने यो उता गयो भने पोजिटिभ हुन्छ, त्यही भएर। सो प्लस 6 छ, यता माइनस 6, यो माइनस 5t छ, उता गयो भने के हुन्छ प्लस 5, दुईजनालाई पोजिटिभ बनाउनुको लागि मैले यसो गरेँ। सो 36 माइनस 6 इक्वल्स टू 30, अन्त 5t को 5t भइहाल्यो। सो 5 इन्टुमा चाहिँ उता गयो भने के हुन्छ डिभाइड, सो t इक्वल्स t मात्रै रहन्छ नि त होइन। सो t इक्वल्स टू 30 अलरेडी छ, 5 इन्टुमा चाहिँ उता गयो भने के हुन्छ डिभाइड, सो 30 डिभाइडेड बाई 5 कति हुन्छ 6। अब t को भ्यालु हामीले पाएको छ। अब t को भ्यालु हामीले कहाँ हाल्नु पर्यो, जुनैमा हाल्दा हुन्छ, तर सबसे सजिलो यसमा हाल्नु हो। सो पुटिङ भ्यालु अफ t इन इक्वेसन 3 मा हालेँ। सो s इक्वल्स टू 36 माइनस 3t, t को भ्यालु कति छ 6, 3 इन्टु t, 3 इन्टु 6, सो 36 माइनस 18 बाई 2, 36 माइनस 18 भनेको 18 नै हुन्छ, 18 डिभाइडेड बाई 2 इज 9। सो हामीले s को भ्यालु कति पायौँ 9 अनि t को भ्यालु कति पायौँ 6। सो देयरफोर s इक्वल्स टू 9, t इक्वल्स टू 6। यसरी हामीले सल्भ गर्नुपर्छ। अब हामी नेक्स्ट क्वेसनमा पस्नेछौँ। क्वेसन नम्बर 3 यस प्रकार छ। क्वेसन नम्बर 3 अलिकति कन्फ्युजिङ छ, तर हेर्नुहोस् फर्स्ट इक्वेसन छ 3x माइनस y इक्वल्स टू 3, 9x माइनस 3y इक्वल्स टू 9। सो फर्स्ट इक्वेसन 3x माइनस y इक्वल्स टू 3, सेकेन्ड इक्वेसन हेर्नुहोस् 9x, सो यसलाई इक्वेसन 9x माइनस 3y इक्वल्स टू 9 इक्वल्स टू इक्वेसन 2। अब यसमा हेर्नुहोस् त 9 र 3 छ, 9 र 3 कसको मल्टिप्लिकेसन माग्छ 3, सो म 3 लाई कमन निकाल्न सक्छु। सो 3 बाहिर निकाल्यो 3 कति छ 9, 3 3 छ 9, सो 3x, अनि 3 कति छ 3 1 छ, सो 1 भएकोले गर्दा मैले लेखिनँ, y मात्रै लेखेँ। सो इक्वल्स टू 9, सो 3 इन्टु मात्रै उता गयो नि डिभाइड, डिभाइड भएपछि के हुन्छ इक्वेसन 3x माइनस y यतिकै बस्छ, 9 डिभाइडेड बाई 3 3 हुन्छ। हेर्नुहोस् सेम इक्वेसन आएको छ। सो यहाँबाट मैले x को भ्यालु माइनस y उता गयो प्लस y, सो अन्त 3 इन्टुमा चाहिँ उता गयो नि डिभाइड। सो अब मैले यो x को भ्यालु अब कहाँ हाल्नु पर्यो 2 बाट निकालेको भने 1 मा हाल्नु पर्यो। सो 1 मा हाल्दाखेरि सो 1 को इक्वेसन के थियो 3x माइनस y इक्वल्स टू 3। सो अब x को भ्यालु हाल्दाखेरि 3 इन्टु x भनेपछि 3 इन्टु x माइनस y, यो दुईटा इन्टुमा छ, सो 3 ले 3 लाई काटिन्छ, 3 1 3 3 1 3 गरेर अब को मात्रै रह्यो 3 प्लस y माइनस y इक्वल्स टू 3। हेर्नु सक्नुहुन्छ y माइनस y 0 भइहाल्छ, को मात्रै रहन्छ 3 अनि यहाँ 3। हेर्नुहोस् अब भेरिएबल नै उड्यो। सो भेरिएबल नै उड्यो भने तपाईहरु कोही बेला के हुन्छ मैले कहाँ मिस्टेक गरेँ भनेर सल्युसन रङ भनेर तपाईले बस्नुभयो भने त्यो गलत हुन्छ। यो राइटै प्रोसेस हो। सो यहाँबाट के भन्न सक्छौँ यदि यस्तो प्रोसेस आयो भने चाहिँ के भन्न सक्छौँ हेन्स द गिवन पेयर अफ लिनियर इक्वेसन हेभ इन्फाइनाइटली मेनी सल्युसन। यस्तो केसमा चाहिँ के हुन्छ x र y को धेरैवटा भ्यालु आउँछ, इन्फाइनाइटली मेनी सल्युसन। सो यसलाई यतिकै राख्दा पनि हुन्छ। क्वेसन भयो है। सो क्वेसन नम्बर 4 हामी हेर्नेछौँ। क्वेसन नम्बर 4 यस प्रकार छ 0.2x प्लस 0.3y इक्वल्स टू 1.3 अन्त 0.4x प्लस 0.5y इक्वल्स टू 2.3। अब हेर्नुहोस् यो दुईटा इक्वेसन केमा छ डेसिमलमा छ। तपाईँले डाइरेक्टली डेसिमलको थ्रुबाट गर्दा पनि हुन्छ, तर कतिजनालाई डेसिमलकै थ्रु इन्टु डिभाइडर गर्नु साह्रो पर्छ भनेर मैले के गरेँ कन्भर्ट गरेँ। कसरी कन्भर्ट गरेँ भने सो 0.2 छ, पोइन्टलाई हटाउनु पर्यो भने डिभाइड गर्नुपर्छ। सो पोइन्टको पछि कतिवटा नम्बर छ एउटा नम्बर भन्छ एउटा 0 एड गर्नुपर्छ, द्याट इज 10 एउटा 0। सो 2/10 भनेको 0.2 हुन्छ, त्यही भएर 2/10 लेख्दिएँ मैले। त्यसरी 0.3 लाई म के लेख्न सक्छु त्यसरी नै 3/10 y अन्त 1.3 लाई 13 अलरेडी छ 1 र 3 अन्त पोइन्टको उता एउटा नम्बर सो 10। सो हेर्नुहोस् मैले नम्बरमा कन्भर्ट गरेँ, फ्र्याक्सनमा कन्भर्ट भयो। अझै यसलाई पनि हामी सल्भ गऱ्यो भने मुनि बेस डिनोमिनेटर 10 छ, यसको पनि 10 छ, एलसिएम गऱ्यो भने 10 नै हुन्छ। सो मुनि डिनोमिनेटर सेम छ भने माथि न्युमिनेटर पनि के हुन्छ सेम। सो 2x प्लस 2y नै बस्छ इक्वल्स टू 13/10। सो 10 डिभाइडमा चाहिँ उता गयो भने के हुन्छ इन्टु, सो इन्टु हुँदाखेरि 10 क्यान्सल भएपछि कति मात्रै आउँछ 2x प्लस 3y इक्वल्स टू 13 इक्वेसन 1 भन्ने फर्स्ट इक्वेसन हामीले पायौँ। सो त्यसरी नै फेरि सेकेन्ड इक्वेसन के छ 0.4x प्लस 0.5y इक्वल्स टू 2.3। अब यसलाई पनि अघि जस्तै हामीले गर्नु हो भने सो 4/10 0.4 लाई म के लेख्न सक्छु 4/10, 0.5 लाई 5/10 y, 2.3 लाई 23/10। सो यसलाई सल्भ गर्दाखेरि हाम्रो के हुन्छ 4x प्लस 5y इक्वल्स टू 23। अनि सेकेन्ड इक्वेसनलाई मैले सल्भ गर्दाखेरि के हुन्छ प्लस 5y उता गयो माइनस 5y। सो 4x को 4 इन्टुमा चाहिँ उता गयो के हुन्छ डिभाइड। सो x को भ्यालु मैले कति पाएँ 23 माइनस 5y/4। अब यो 2 बाट आएको इक्वेसन जुन हामीले x को भ्यालु पाएका छौँ सो अब यो हामीले कहाँ हाल्छौँ इक्वेसन 1 मा। सो इक्वेसन 1 मा हाल्दाखेरि के हुन्छ हाम्रो इक्वेसन 1 मा हाल्दाखेरि putting value of equation 1 in putting value of x in equation 1। so x equation 1 मा हाल्दाखेरि equation 1 कस्तो छ 2x plus 3y equals to 13। 2x x को भ्यालु 23 minus 5y/4 हो। सो 2 र 4 काटिनेमा छ, सो 2 1 जा 2 2 2 जा 4 यसलाई काटिँदाखेरि कति हुन्छ सो यसको मुनि कोही छैन 1, 2 र 1 का एलसिएम कति हुन्छ 2। सो 2 कति छ 2 2 1 जा, सो यो होललाई कतिले इन्टु गर्नु पर्यो 1 ले इन्टु गर्दाखेरि सेम नै हुन्छ। सो 1 कति छ 2 1 2 जा, त्यो 2 ले चाहिँ कसलाई इन्टु गर्छ 3 लाई, 3 2 जा 6 y equals to 13 अनि 2 डिभाइडमा छ उता गयो भने के हुन्छ इन्टु। सो पहिले यताकै सल्भ गरौँ 23 सँग मिल्ने कोही छैन, सो 23 नै लेख्दिएँ। सो 5 माइनस 5y प्लस 6y माइनस प्लस माइनस 6 मा 5 बाट 1। सो साइन हुन्छ ठुलोको साइन प्लस भएकोले गर्दा प्लस 1 नलेख्दा पनि भयो, भेरिएबल मात्रै लेख्दिएँ नि y 23 प्लस y इक्वल्स टू 2 इक्वल्स टू 13। 2 डिभाइडमा चाहिँ उता गयो भने के हुन्छ मल्टिप्लाई। सो 23 प्लस y इक्वल्स टू 13 इन्टु 2, 13 2 जा 26, 23 प्लस y इक्वल्स टू 26, 23 प्लसमा चाहिँ उता गयो भने के हुन्छ माइनस। सो 26 माइनस 23 इज 3। y को भ्यालु हामीले पायौँ। अब y को भ्यालु हामी कहाँ हाल्छौँ अब इक्वेसन 3 मा हाल्छौँ। इक्वेसन 3 मा हाल्दाखेरि के हुनेछ
सो इक्वेसन 3 मा हाल्दाखेरि 23 - 5y हो नि त हैन सो 23 - 5y को भ्यालु 3 हो बाइ 4 सो 23 - 5 * 3 जटा 15 सो 15 23 - 15 by 4 23 मा 15 घटाए 8 by 4 भनेको कति हो 2 सो देयरफोर x कति आयो हाम्रो 2 अनि y कति आयो 3 सो यसरी हामीले क्वेशन नम्बर 4 पनि सल्भ गर्यौ अब 5 र 6 हेर्नेछौँ क्वेशन नम्बर 5 चाहिँ यस प्रकार छ √2x + √3y = 0 √3x - √8y = 0 अब रुटमा देखेर तपाईहरु कन्फ्युज र सारो नसोच्नुस् सजिलो छ सो √2x + 3y √3y = 0 लाई मैले इक्वेसन 1 बनाएँ त्यसरी नै √3x - √8y = 0 लाई मैले इक्वेसन 2 बनाएँ सो इक्वेसन 2 बाट नि x को भ्यालु निकाल्नु पर्दा √3x = -8y उता गयो माइनस √8y उता गयो नि प्लस √8y भइहाल्छ सो √3 इन्टुमा चाहिँ उता गयो नि के हुन्छ डिभाइड सो 8 / √3y = x सो यसलाई हामीले इक्वेसन 3 बनायौ सो अब इक्वेसन 3 लाई हामीले अब कहाँ हाल्छ इक्वेसन 1 मा हाल्दाखेरि के हुन्छ √2x x को भ्यालु कति हो √8 / √3y प्लस √3y = 0 सो हामीले हाल्दाखेरि हामीले √8 लाई 8 हेर्नुस् है 8 लाई म के लेख्न सक्छु 2 * 2 * 2 अनि हामीलाई थाहा छ रुटमा कुनै पनि एउटा नम्बर डबल छ दुईटा छ भने त्यो दुईटाको बदली हामीले के पाउँछौँ एउटाको भ्यालु पाउँछौँ एउटा रुटसँग हराउँछ सो त्यसरी 8 लाई मैले के लेख्न सक्छु 2 * 2 * 2 सो यहाँ हेर्नुस् त 2 कतिवटा छ 1 2 3 तीनटामा दुईटाको त जोडी छ सो यो दुईटा बदली म एउटा लेख्छु बाहिर किन एउटा बाहिर जान्छ सो बाहिर गयो सो कसको जोडी पाइन एउटाको पाइन सो त्यो जोडी नपाउने चाहिँ फेरि रुटमै बस्छ सो अरु त सबै सेम नै हुन्छ सो √2 कोसँग मात्रै इन्टु हुन्छ √2 सँग √2 ज 2 पाइहाल्छ √2 * √2 2 हुन्छ रुट उडेर जान्छ सो 2 अलरेडी थियो अनि यो दुईटा इन्टु गर्दाखेरि हामीले कति पायो 2 सो 2 2 ज 4 त्यहाँदेखि मुनि √3 अलरेडी नै छ √3y प्लस √3y = 0 अब √3 यहाँ हेर्नुस् डिनोमिनेटरमा छ प्लसमा छ सो यहाँ कोही छैन भने 1 हो सो √3 र 1 को एलसिएम कति हुन्छ √3 नै हुन्छ सो √3 कति छ √3 1 जति 1 ले यसलाई इन्टु गर्दा 2 2 ज 4 4y नै बस्छ प्लस 1 कति छ √3 छ सो त्यो √3 ले कसलाई इन्टु गर्छ √3 लाई सो √3 अलरेडी थियो त्यहाँदेखि √3 ले इन्टु गर्दाखेरि √3 * √3 3 किन सेम रुट इन्टु गर्यो भने नम्बर मात्रै रहन्छ रुट उडेर जान्छ सो कति पायो 4y + 3y / √3 = 0 सो 4y र √3y जोड्दाखेरि 7y भइहाल्यो √3 इन्टु डिभाइडमा थियो उता गयो नि के हुन्छ इन्टु सो 0 सँग जो पनि मल्टिप्लाई गर्यो भने 0 भइहाल्छ सो y को भ्यालु कति पायो 7y = 0 पायो सो y = 7 इन्टुमा चाहिँ उता गयो डिभाइड हो 0 लाई 7 ले डिभाइड गर्दा 0 अब y को भ्यालु हामीले कहाँ हाल्छौँ इक्वेसन 3 मा हाल्दाखेरि x = √8 / √3 * 0 0 सँग जो पनि मल्टिप्लाई गर्यो भने के हुन्छ 0 सो x = 0 y पनि कति पायो 0 सो क्वेशन नम्बर 5 यति नै सजिलो छ तपाईले देख्दा सारो लाग्दैछ तर हामीले अहिलेसम्म सजिलै पाराले हामीले सबैलाई सल्भ गर्न सकिरहेका छौं सो अब हामी क्वेशन नम्बर 1 को लास्ट क्वेशन नम्बर 6 लाई हेर्नेछौँ क्वेशन नम्बर 6 यस प्रकार छ क्वेशन छ 3x / 2 - 5y / 3 = -2 अर्को छ x / 3 + y / 2 = 13/6 यस्तो फ्र्याक्सनमा छ भने चाहिँ हामीले पहिला सिम्पलेस्ट फर्ममा सिम्पल फर्ममा हामीले एउटा लिनियर फर्ममा सिधै हामीले कन्भर्ट गर्न सक्यो भने सजिलो पर्छ हामीलाई सो 3x / 2 - 5y / 3 = -2 फर्स्ट इक्वेसन छ सो यहाँ हेर्नुस् मुनिको छ 2 र 3 छ सो माइनसमा हुँदाखेरि डाइरेक्टली सल्भ हुँदैन हामीलाई अलरेडी याद छ 2 र 3 को एलसिएम कति हुन्छ 6 2 कति छ 6 2 3 छ त्यो 3 ले कसलाई इन्टु गर्छ यो 3x लाई 3 3 छ 9 9x माइनस then 3 कति छ 6 3 2 जति 2 ले कसलाई इन्टु गर्छ 5 लाई 5 2 छ 10y = -2 सो यसलाई सल्भ हुने छैन सो 6 डिभाइडमा चाहिँ उता गयो के हुन्छ मल्टिप्लाई 6 2 ज 12 सो हामीले फर्स्ट इक्वेसन पायौं त्यसरी नै सल्भ गरेर हामीले के पनि पाउँछौं इक्वेसन नम्बर 2 पाउँछ कति हो 2x + 3y = 13 अनि तपाईले प्रोसेस हेर्न सक्नुहुनेछ सो हामीले इक्वेसन 2 लाई सल्भ गर्यौं भने कति पाउँछ 2x = 13 - 3y सो यहाँबाट x यतिकै राख्यो 2 इन्टुमा चाहिँ उता गयो डिभाइड भयो नि x को भ्यालु कति पाउँछ 13 - 3y / 2 इक्वेसन 3 भयो सो अब इक्वेसन 3 लाई हामीले अब कहाँ हाल्नुपर्छ इक्वेसन 1 मा सो इक्वेसन 1 तपाईलाई यादै छ 9x - 10y = -12 हो सो 9 * x x भनेको यो डल्लै सो ब्रैकेटमा लेख्ने 13 - 3y / 2 सो यो र यो काटिँदैन सो काटिँदैन भने नकाट्दा पनि भइहाल्यो सो अब 9 ले के गर्छ भन्दाखेरि 9 ले यो ब्रैकेट ओपन गर्छ दुईटालाई नै इन्टु गरेर सो 9 9 13 ज 9 13 कति हुन्छ फेरि हामी माथि जाउँ 9 13 ज 100 117 त्यहाँ फेरि 9 3 ज 27 सो 117 - 27y / 2 minus 10y को 10y by 1 सो अब 1 र 2 का एलसिएम 2 नै हुन्छ हामीलाई अलरेडी याद छ 2 र 1 का एलसिएम 2 सो 2 1 जति 1 ले यो डल्लैलाई 2 को पार्टलाई डल्लैलाई इन्टु गर्दा सेम नै हुन्छ 11 सरी 117 minus 27y नै हुन्छ तर यो हेर्यो भने 1 कति छ 2 1 2 जति 2 ले 10 लाई इन्टु गर्दाखेरि -20y = -12 सो अब यसलाई सल्भ गर्दाखेरि 2 डिभाइडमा चाहिँ उता गयो के हुन्छ इन्टु त्यहाँदेखि यो यसलाई सल्भ गऱ्यो माइनस माइनस प्लस 27 र 20 जोड्दाखेरि 47 तर साइन चाहिँ हामीले के गर्नुपर्छ ठुलोको साइन माइनस छ सो माइनस हुन्छ सो नेक्स्ट कति हुन्छ अब यो -12 इन्टु 2 -24 सो -24 लाई म यता ल्याउँछु +24 भइहाल्छ अनि -47 y लाई म उता लान्छु +47 y हुन्छ सो यो दुईटा जोड्दाखेरि कति भयो 141 = 47y अन्त 47 इन्टुमा छ
उता गयो भने के हुन्छ डिभाइड सो y इज इक्वल्स टु 141 डिभाइडेड बाई 47 एन्ड मलाई मल्टिप्लिकेसन अलरेडी याद थियो सो 47 1 जा 47 47 3 जा 141 सो y को भ्यालु कति पायो 3 अब हामीले y को भ्यालु अब हामी कहाँ हाल्छौँ इक्वेसन नम्बर 3 मा सो x इज इक्वल्स टु 13 - 3 * 3 3 * y थियो y को बदली हामीले अब के हाल्नु पर्यो 3 सो 13 - 3 * 3/2 13 - 3 3 जा 9/2 13 - 9 इज 4/2 4/2 भनेको कति हो 2 सो यहाँबाट के पाउँछौँ x कति 2 y कति 3 सो यसरी नै हामीले क्वेसन नम्बर 1 को 1 देखि 6 सम्म क्वेसन जसले हामीले सल्भ गर्यौँ अब हामी क्वेसन नम्बर 2 लाई हेर्नेछौँ क्वेसन नम्बर 2 यस प्रकार छ हामीलाई दुईटा क्वेसन दिएको छ 2x + 3y = 11 2x - 4y = -24 हामीले के गर्नुपर्छ यसलाई सल्भ गरेर चाहिँ सल्भ गर्नु मतलब x र y को भ्यालु फाइन्ड गरेर चाहिँ हाम्रो मेन मोटिभ चाहिँ के खोज्नु हो m खोज्नु हो जसमा चाहिँ के दिएको छ y = mx + 3 y र x को भ्यालु यहाँ हालेर हामीले के को भ्यालु खोज्नु पर्ने छ y र x को भ्यालु हालेर चाहिँ हामीले के को भ्यालु खोज्नु छ m को सो हामीलाई अलरेडी याद छ कि गिभन इक्वेसनलाई हामीले कसरी सल्भ गर्नुपर्छ भनेर सो यसको डाइरेक्ट एन्सर यो हुनेछ सल्युसन इस प्रकार छ 2x + 3y = 11 लाई इक्वेसन 1 बनाए 2x - 4y = -24 लाई मैले इक्वेसन 2 बनाए सो इक्वेसन 2 लाई नै सल्भ गर्दाखेरि 2x छ एकमा -4y छ सो दुईटालाई जाने नम्बरको हो 2 सो 2 लाई मैले के गरे कमन निकाले 2 कति छ 2 2 1 2 1x भनेको x मात्रै लेख्दा भइहाल्छ 2 कति छ 4 2 2 4 सो 2y = -24 सो 2 इन्टुमा चाहिँ उता गयो भने के हुन्छ डिभाइड सो को मात्रै रह्यो x - 24 = -24/2 2 ले 24 लाई डिभाइड गरेर 12 हुन्छ सो माइनस अलरेडी भएकोले गर्दा -12 सो -2y उता गयो भने के हुन्छ +2y सो x = -12 अलरेडी छ उताको -2 उता यता आएपछि +2 y = x पाए हामीले सो यसलाई इक्वेसन 3 बनाए सो अब इक्वेसन 3 को भ्यालु हामीले कहाँ हाल्छौँ इक्वेसन 1 मा हाल्छौँ सो इक्वेसन 1 मा हाल्दाखेरि कति हुन्छ 2 * x x भनेको यो डल्लै हो प्लस 3y = 11 सो 2 12 = 24 प्लस माइनस -24 प्लस 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 2 2 = 4y प्लस 3y = 11 सो यो प्लस 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 भएकोले गर्दा 3 + 4 = 11 सरी सो प्लस 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 भएकोले गर्दा 4 + 3 = 7 सो -24 उता गएपछि +24 सो अब 11 र 24 जोड्दा 35 सो 7 इन्टुमा चाहिँ उता गयो भने के हुन्छ डिभाइड सो y को भ्यालु कति हुन्छ 35 डिभाइडेड बाइ 7 इज 5 सो हामीले y को भ्यालु पायो अब y को भ्यालु हामीले कहाँ हाल्छौँ इक्वेसन 3 मा हाल्छौँ सो 3 मा हाल्दाखेरि x = -12 अलरेडी छ प्लस 2y 2 * y y को भ्यालु कति पाए हामीले 5 सो 2 5 जा 10 सो -12 + 10 = माइनस प्लस -12 मा 10 गर्दा 2 हुन्छ त्यहाँदेखि ठुलोको साइन हाल्दा माइनस सो x को भ्यालु हामीले कति पायौँ -2 तर खोज्नुपर्ने चाहिँ हामीलाई के को भ्यालु हो m को भ्यालु सो हामीले इक्वेसन दिएको छ y = mx + 3 अब यसमा y र x को भ्यालु हालेर हामीले कसको भ्यालु खोज्नुपर्ने छ m को सो हामीलाई देयरफोर y = mx + 3 y को भ्यालु कति पाएको छ हामीले पाए mx भनेको m * x m * x भनेको -2 + 3 + 3 उता गयो भने के हुन्छ माइनस सो 5 - 3 इज 2 सो m * -2 यतिकै बस्छ -2 केमा चाहिँ इन्टुमा चाहिँ उता गयो भने के हुन्छ डिभाइड सो +2 अलरेडी माथि छ सो डिभाइडमा जाँदा -2 सो 2 1 2 2 1 2 सो माइनस मुनि डिनोमिनेटरमा छ भने हामीले न्युमरेटरमा दिन सक्छ सो m = -1 सो हामीले के को भ्यालु पायो हामीले m को भ्यालु पायो सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो मन परेमा तपाईँले लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु नभुल्नु होला थ्याङ्क यू